18 मे 2026 सालको दिन सिन्तम रानी खोला यो सिमाना एरियामा अब खोला पर्दाखेरि यसरी दाउरा ल्याएको छ र अहिले चाहिँ अब ग्यासको धेरै नै कमी छ है र त्यसले गर्दाखेरि अब गाउँ बस्तीमा त ठिकै छ अब खोला नाला हुँदैन यस्तो खालको है अब बजार छेउछाउ यो सिन्तम रानी खोला वक्कै छेउछाउ बस्नेलाई दाउराहरू चाहियो भनेदेखि चाहिँ अब यहाँ खोलाले है बगाएर ल्याएको हुन्छ त्यसले गर्दा यसरी काटेर लगेर जग्गा छ भने चाहिँ अब खानापिना बनाउनुको लागि सुविस्ता हुन्छ यसरी यहाँ हेर्नुहोस् आएर यहाँ उहाँहरूले दाउराहरू यसरी खोजेर रेडिमेड दाउराहरू कति लामो छ भने काटेर लाने काम भइरहेको छ अब खानापिनाको लागि है सुविस्ता हुन्छ जग्गा छ भने चाहिँ अब खोला घटेको बेलामा चाहिँ पानी घट्ने बित्तिकै खोलाले ल्याएको हुन्छ पानी घट्ने बित्तिकै छेउछाउ हुन्छ र तपाईँहरूले पनि आएर लानु भने चाहिँ राम्रो हुन्छ है ल किनभने यो फेरि खोलाले बगाउने हो कहाँ मक्किने हो है कहाँ कहाँबाट ल्याएको छ गाउँ ठाउँबाट त्यो खोल्साहरू बढेर खोलाहरू बढ्दा छेउछाउको रुखहरू हाँगा बैना सबै ल्याएर जग्गा जग्गामा खुल्ला जग्गामा साइड गर्दै यो पनि एउटा खोला नालाले पनि सेवाई गरेको होला हेर्नुहोस् त अब है अब यसको लागि त के बगाएर ल्याएको पर्मिसन चाहिएन नि त